सो गाइस म यहाँ सन्चै छु हजुरहरु पनि सन्चै हुनुहुन्छ होला म चाहिँ यति बेला घुम्न भनेर निस्केछु बाहिर हेर्नुस् एउटा मैयालाई चाहिँ बेसरी जाडो भएछ आज मस्त हेर्नुस् नि यस्तो आनन्दले हिँड्नु भएको छ हामी चाहिँ अब सरर घुमफिर गर्दै हिँडिरहेको छौँ हैन यहाँ चाहिँ हाम्रो मिना दिदी हुनुहुन्छ चटपटे बेच्दै हुनुहुन्छ हाम्रो मिना दिदी हुनुहुन्छ यहाँ चटपट बेच्दै हुनुहुन्छ उहाँसँग हामी एकछिन कुराकानी गरौँ भनेर भन्न भएन हेर्नुहोस् ए ओहो हेलो साउनी के छ खबर हामी चाहिँ यहाँ चटपट पसलमा आइयो मिना दिदीको चटपट पसलमा भ्याइसक्नु भयो चटपटे कति बेच्नु टन्नै बेच्नु मलाई ल मिना दिदी चटपट पनि भ्याइसक्नु भयो चाहिँ खुसीको कुरो हो किनकि दतराइकन सामान हाल्न पर्छ भन्दै उहाँ हेर्नु मुस्कान यो यस्तो व्यापार भइयो ल हेर्नुहोस् व्यापार बिग्दैछ व्यापार बढ्दैछ होइन मिना दिदी एकदम खुसी हुनुहुन्छ लगभग एक हप्ता भयो उहाँले एक हप्ता भयो लगभग यहाँ चटपट पसल राखेको उहाँ एकदम खुसी हुनुहुन्छ के गर्नु लाग्यो चटपट बनाउन केही छैन किन चटपट खानु त त्यसो दाइलाई फोन गरेर मासु काट्नु हुनुहुन्छ होला नि दाइ घरै हुनुहुन्छ नि काटेर राखिदिनु भन नि त ल अब मिना दिदीको चटपट हामीले चाख्छौँ कस्तो हुँदो रहेछ ठिक्क बेच्ने बेलामा तपाईँ अब बिक्ने बेलामा ठ्याक्कै सामान भ्याउनुहुन्छ दुईजना फर्किसके त्यही त नि तपाईँले त्यहाँ बेच्ने बेलामा फर्काउनुहुन्छ अब के अन्त सामान तपाईँ नदोराउनु न यार हाम्रो बाटो लिएर आउनु न कति के चाहियो फोन गरेर अर्डर गर्नु म लिएर आइदिइहाल्छु 1 मिनेट चटपट पनि सकिसक्यो मिना दिदीको के छ अङ्कल कता हिँड्नु भयो मिना दिदी अब चटपट यो भन्नुहुन्छ मान्छेहरू फर्किसक्यो अरे उहाँ चाहिँ अब सामान कम हाल्नु नै रहेछ मिना दिदीले भाको हेरियो सामान अलि धेरै हाल्नु पर्ने भयो कि तपाईँले त्यही भएर यता आएको छ एउटा सुशील सामान हाल्न डराउँछ न अनि कहाँबाट बिग्छ चटपट बनाउनु चाहम भनेको भ्याइयो भन्छन् के अरे हेर्नुहोस् हजुर पनि आउनु होला तिम्रो बोक्न आएको हामीले चाहिँ चटपटे पनि रेडी गर्यो र हिँड्यौँ किनकि हामीले ढिलो भयो बसेर खाइएन है हेर्नुहोस् रातिमा पनि आज चटपट खाएको खाइ अब चटपटे खाँदै हामी उता सामान पनि रेडी गर्न भनिसक्यौँ अब ठिक नै हिँड्ने हो हामी किनकि ढिलो भइसक्यो यो पनि सँगै आयो किनकि घर खाना पकाउनु पर्छ ढिलो भइहाल्छ त्यही भएर हो हेर्नुहोस् अँधेरो भइसक्यो जङ्गल छ त्यही भएर हामी छिटो यहाँबाट निस्किनु पर्ने हुन्छ ल आजलाई भ्लग चाहिँ यति हुनेछ सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है